यो चाहिँ रोल्पा नगरपालिका 6 कोटगाउँमा रहेको मर्कबाङ कृत्रिम ताल हो। आज यहाँ भित्रको ठुलो माछाहरू निकाल्ने प्रयास गर्ने लागेका छौँ। खै हुन्छ कि हुँदैन है। लगभग कोसिस चाहिँ जारी छ। उता जाल बनाएर राख्नु भएको छ उतातिर, त्यहाँतिर जाल पारे कालो भइरहेको चाहिँ माछाहरू हेरिरहेछन्। हामी मर्कबाङमा माछा निकाल्न लागिरहेछौँ। माछा निकाल्दैछन्। अब निकाल्न लाग्छौँ है ठुलो जालले। चिसो र हावा हेर। चिसो माछा आइस राल्ने मन आइस जिङ राल्ने मन दाजरा माछा फ्रिज जिङ अब माछा मार्नलाई अब रेडी, माछा निकाल्न रेडी हुँदैछ। जाल रेडी भइसकेको छ। के कस्तो हुन्छ है त एकछिन पछि हेरौँ। केटाहरू जाल रेडी बनाउँदैछन्। अब तल गएर उताबाट तान्दै यता छेउमा ल्याएर टक्क माछा निकाल्ने कुरो भएर छ है त। माछा निकाल्ने कसरी निकाल्ने यसो चिसोमा गाह्रो छ नि। माछा निकाल्ने तरिका है त। मर्कबाङको माछा निकाल्ने तरिका है। Nang kabar aku mah mas noni dengan firi. Dari linda tahu tadi. Oh geser ni mana mama? Geser ni mana? Oh Shivsina ni ke?